साथीहरू साइलेन्ट साथीहरू त्यहाँ 3-4 जना निकै भिडभाड गरेर लागिरहनु भएको छ खोलाको किनारामा के रहेछ म तपाईलाई अपडेट गरिहाल्छु है त साथीहरू कुर्नुहोस् है त एकैछिन कुर्नुहोस् है त उहाँहरू माछा मार्दै हुनुहुँदो रहेछ र यो एउटा सिप्रिङको प्रयोग गरेर माछा मार्ने पुरानो विधि हो जुन सिप्रिङ भनेको ढोका जस्तो सानो प्वाल भएको हुन्छ र जो लेउमा ढुङ्गामा अथवा घाँसमा लुकेर बसेको माछालाई एउटा चाहिँ त्यो सिप्रिङभित्र पार्ने त्यसलाई सिप्रिङभित्र पारेर माछालाई मार्ने विधि हो र यो निकै चलेको छ र फेरि अर्को भिडियोमा फेरि थप अरू जानकारीहरू लिएर आउनेछु यहाँहरूले कृपया फलो गरिदिनु होला फलो असाध्यै कम छ हस् त धन्यवाद।